भिक्षाम देहि अलि माथि सार्दिनु पर्यो फेरि ओम भगवताय भिक्षावदेवनाय साइली आमै भन्न ओम भगवती भिक्षाम देहि ओम साइली आमै भिक्षाम देहि भन् हुन्छ हुन्छ दादा भन्नु पर्यो ओम भगवती ओम भगवती भिक्षाम देवनाय मामाहरु त भाग्नु पर्यो बाटातिर है तिमीले हाल्यौ छोरा उडेर हाल्दिनु वर्तमानमा गरेपछि अब चाहिँ ब्रह्मचर्यमा रहने गुरुको सेवा गर्ने विद्या सिक्ने र चाहिँ आउने भनेर चाहिँ अब यहाँ भनिन्छ सुदबाट गर्भाष्टमे बाबी व्रतबन्धे मातरम पितरम नत्वा गतो देशान्तर सुत छोराको कर्तव्य के हो भने चाहिँ आफ्नो नियममा चाहिँ रहनको लागि सुखवशी दुःखवशी जस्तो पनि आफ्नो नियम छोड्न हुन्न त्यस भएर अब गुरुले चाहिँ मलाई पठाउन लाग्नुभयो म जान्छु भनेर छोराले भन्छ सुतवाज सुनु मातरमय उक्तम यदि हम यास्ते वनान्तरे यतैव शारदा देवी वरार्थे प्रार्थयामि हम गुरु सेवा कृते तस्मिन् काश्मीरे देशसो भने विद्या सङ्ग्रहं कृत्वा आगस्यामि पुनर्गृहं म ल हे बुवाआमा हजुरआमा पनि कहाँ जानु भयो सुन्न त हुन्छ सुन्न पर्यो यहाँ नातिहरूलाई पठाउने कि नै फेरि नातिहरूलाई पठाइदिएछ भने सुन्नु होला फेरि कता गइसक्यो कहाँ गइछ छन पनि यस भएर गुरुले भनेको हामी काशीमा गएर विद्या सिकेर गुरुको सेवा गरेर सरस्वतीको ध्यान गरेर चाहिँ हामी आउँछौँ हामीलाई जान दिनुहोस् भनेर भने अब ए बाबुहरूले होइन छोराहरू पुनर्विराम अब त्यति सिकेर त्यो गरेर हामी घर फर्केर आउँछौँ भनेर बुवाआमासित भनेपछि आमा मातोबाट आमाले भन्छन् मातोबाट बालतोपी मया पुत्र पालितम कष्टत सदा वृद्धावस्था त्वं जाता पुत्रम त्वं पालनम कुरु हो अरे आमाले ओहो मैले त तिमीहरूले चाहिँ अब सानैमा लालन पालन गरेँ हाम्रो अब वृद्ध अवस्था हुँदै जान्छ तिमीहरूले हेरौला हामीलाई पालौला भनेको थिएँ तिमीहरू जान्छौ भन्छौ तिमीहरू गएपछि हामीलाई कसले हेर्ने पालन गर्छ त्यसो भएर म त जान दिन्न बाबु नजाऊ अब हामी प्रतिदिन चाहिँ वृद्ध अवस्था हुँदै जान्छ त्यो जाने कुरा नगर भनेर आमाले भनेपछि सुतबाट फेरि छोराहरूले भन्छन् ब्रह्मचर्य कृते तस्मिन् गुरु शुश्रूषपूर्वकम स्नाप्य सर्वतीर्थेषु आगस्यामि पुनर्गृहम हे आमा हाम्रा गुरुले भन्नुभएको छ अब हामी त चाहिँ अब तीर्थमा स्नान गरेर गुरुको सेवा गरेर विद्या सिकेर चाहिँ आउँछौँ हामीलाई त जानै दिनुपर्छ हामी आइहाल्छौँ दुःख नमान्नुहोस् हामीलाई पठाउनुहोस् भनेर छोराहरूले भने मातोबाट फेरि आमाले भन्छन् देशान्तरम महादुःखम महाघोरम त दारुणम शीतवात तपस्यैव शत्रुव्या पिण्ड्यते सुतः अब आमाले छोरो जति ठुलो भए पनि आफ्नो छोरालाई चाहिँ सानै देख्दिन अरे किनभने त्यसले दुःख पाउला जति ठुलो भए पनि दुःख पाउला खाना नपाउला कोहीले खाना नदिएला हरेक होला चाहिँ बाटाघाटामा दुःख हुन्छ बाबु तिमी नजाऊ सानै छौ भनेर आमाले भन्छ पितोबाट कन्दमूल फलाहार फेरि बाबुले भने कन्दमूल फलाहारम भूमिशय्या निरालयम भने कष्टे सदा दुःखम गृहे तिष्ठम सदा सुख अब हे बाबु आमा बुवाले के भन्नुभयो ओहो कन्दमूल खानुपर्छ त्यहाँ कुनै चाहिँ अब अन्न पनि किन्न पाएन त्यहाँ होटल सोटल पनि छैनन् अहिलेका जस्तो वनमा बास बस्नुपर्छ त्यहाँ वनमा फलेका फलफुल टिपेर खाने हो पानी खाने हो त्यस्तो छ दुःख हुन्छ अन्न खान पाइन्न त्यस भएर तिमी जाने कुरा नगर भनेर बाबुले भन्छ
दुःख पाइन्छ। फेरि छोराले भन्छन् धन्य माता पिता धन्यो यस्य पुत्रो व्रताश्रिय पितृणाम तारको यस्तो दश पूर्व दशा परान। ओहो हाम्रा बुवा आमाले त मलाई यति माया मान्नुहुने रहेछ, चाहिँ दुःख पाउँछ छोराले भनेर जानै दिनुहुन्न। त्यस भएर म त धन्य धन्य रहेछु। त्यस भएर मैले त 10 पुस्ता अगाडिका 10 पुस्ता पछाडिका यिनी सबैलाई चाहिँ तारण गर्नेछु भनेर छोराले भनेपछि मातो बाचा आमाले भन्छन् देशान्तरनया हिति महाघोरम च दारुणम दुर्गमम पर्वतम शैलम दुर्गम च हिमालयम। अब ठाउँमा चाहिँ ठुला ठुला पहाड चढ्नुपर्छ, हिमालय हिउँ परेको ठाउँमा हिँड्नुपर्छ, कहीँ चिसो छ कहीँ गर्मी छ, त्यस्तो ठाउँमा चाहिँ जान साह्रै दुःख छ। त्यसबाट नजाऊ बाबु भन्छन् आमा। फेरि पितो बाच फेरि बाबुले भन्नुहुन्छ सिंह व्याघ्र गज कोणम चौर तस्कर कैर्वृतम बहु कष्ट निराहारी नया हिति वनान्तरम। त्यहाँ त बाघ भालु गैँडा हात्ती हरेक प्रकारका चोर डाकुहरू चाहिँ हरेक प्रकारका हुन्छन्। अब तिमीहरूले यत्र सुन लगाएका छौ, त्यो सुन देख्यो भने चोर पनि आउँछन्। आउँछन् त्यसबाट जाने कुरा नगर बाबु, यही घरै बस्छ भन्नुहुन्छ। फेरि छोराले जातोहम ब्रह्मवंशेस्मिन् कुलीनस्तव पुत्रक परिचयम व्रतम सर्व पितृवर्गस्य धारण। हे बुवा आमा म ब्राह्मणको कुलमा जन्मेँ। अब ब्राह्मणको कुलमा सरे पनि धारण गर्न पर्ने थिएन, केही पनि पर्ने थिएन। तर म वर्म कुलमा चाहिँ जन्मेको हुनाले ब्राह्मणले गर्नुपर्ने कर्म के हो त्यो चाहिँ मैले अवश्य गर्न पर्छ। मलाई दुःख हुन्छ, चोर लाग्छन्, बाघभालुले खान्छ, खाइ खान्छ, जे गरे पनि म त नगई छोड्दिनँ भनेर छोराले भन्छ। पितो बाचा फेरि बाबुले भन्नुहुन्छ कष्टेन पालितम पुत्र आत्मार्थे तु मया सुत त्वयि देशान्तरे याते मम पुत्रका का गति। ओ छोराले पाल्ला भनेर मैले छोरो जन्मे बेला चाहिँ नभएको चिज पनि काँडा खोजेर ल्याएर खुवाएर चाहिँ ठुलो बनाएर पालन पोषण गरेँ। अब यत्रो बनाएको जवान बनाएको छोरालाई गएपछि हामीलाई त यहाँ त निराश हुन्छ, हामी त कसलाई हेरेर बस्ने हो र भनेर बाबुले भन्नुहुन्छ। मातो बाचा फेरि आमाले भन्नुहुन्छ दशमासे धृते गर्भे जितम निन्द्र अक्षुदादिगम त्वयि वनान्तरम देशान्तरम याते कागतिर मम पुत्रका। फेरि आमाले भन्छन् मैले 10 महिनासम्म गर्भमा धारण गर्दा न भोग तिर्खा सहेर हरेक दुःख कष्ट सहेर तिमीलाई जन्म दिएर तिमीलाई चाहिँ हुर्काएँ बढाएँ। अब यत्रो भएको तिमीले पालौला भन्दाखेरि त अब तिमी जान्छौ भन्दाखेरि साह्रै हामीलाई त नराम्रो लाग्यो, म जान दिन्न बाबु, तिमी नजाऊ भनेर आमाले भनेपछि सुतबाच फेरि छोराले भन्छन् पञ्चविभे च सम्पूर्णे वनवासी जितेन्द्रे व्रतम करिष्ये नैव तेन तारयते पितृम्। अब 25 वर्षसम्म त चाहिँ मैले त्यो नियम चाहिँ पालना गर्नै पर्छ, ब्रह्मचर्य आश्रममा रहनुपर्छ, गुरुले भनेको मान्नुपर्छ। त्यस भएर मलाई त जानै दिनै पर्छ आमा, म त नगई छोड्दिनँ भन्छन् छोरा। दुर्गमम पर्वतम शैलम दुर्गमम च हिमालयम दुर्गमा शारदा देवी दुर्गमम वन गौहरम। अब चाहिँ साह्रै दुःख भए पनि जे भए पनि हामी त जानै पर्छ भनेर छोराले भनेपछि बाबुले भन्नुहुन्छ फेरि पितोबाट दुर्गमम काश्मीरे देशो विद्या सङ्ग्रहणम तथा दुर्गमा गुरुसेवा च देशे देशे च दुर्गमम माम त्यक्त्वा तु नया हिति बालबुद्धि परिग्रह त्वं विना मम वंशस्य नाशमायाति पुत्रक। ओहो बाबु त्यहाँ चाहिँ जरुर गुरु सेवा गरेर पनि गाह्रो छ, उहाँ पुग्नै गाह्रो छ। एक त पुगेपछि पनि अब के छ भने नियम गुरुको अब चाहिँ समयमा उठ्नुपर्छ, समयमा खानुपर्छ। गुरुकुलमा त त्यस्तै चाहिँ नियमसित बस्नुपर्छ। अब अहिले यहाँ जस्तो त आज शनिबार हो, म 8 बजीसम्म सुत्छु भने सुत्न पाइन्न, 4 बजी चाहिँ उठ्नुपर्छ, नुहाइधुवाइ गर्नुपर्छ, जाडो छ भन्न पाइन्न, दैनिक चाहिँ नुहाइधुवाइ गर्नुपर्छ, गायत्री जप गर्नुपर्छ, हरेक चिज गर्नुपर्छ। गुरुकुलमा त यस्तो नियम हुन्छ कि कडा नियम हुन्छ। त्यस भएर त्यस्तो चाहिँ ठाउँमा नजाऊ बाबु भन्नुहुन्छ। दुर्गमम सुतवाच फेरि छोराले भन्छन् द्वादशे वर्ष सम्पूर्णे गुरुसेवा कृते मया आगामिष्ये व्रतम पूर्णम पुनश्च स्वगृहम प्रति। अब पहिला 25 वर्ष भनेकामा अब 12 वर्षसम्म आए छोरा। अब चाहिँ त्यति 25 वर्षसम्म नभए म 12 वर्षमा त आइहाल्छु आमा, 12 वर्षसम्मलाई त जान दिनै पर्छ भनेर भन्नुभयो। मातोबाट आमाले भन्छन् फेरि गृहे सत्यम गृहे धर्मो गृहे केन्द्रीय निग्रह गृहे विद्या गृहे लक्ष्मी
गुरु सेवा गृहे भवे। अब नाइ छोरा त्यो गुरुको सेवा गर्न चाहिँ काशीमा जान पर्दैन, घरमै गरे पनि हुन्छ, तीर्थ पनि घरमै हुन्छ, व्रत पूजापाठ पनि घरमै हुन्छ, त्यस भएर घरै गरे हुन्छ, गुरुको सेवा पनि घरै बसेर गरे हुन्छ, त्यहाँ दुःख हुन्छ, त्यस भएर त्यहाँ जाने काम नगर भनेर आमाले पितोबाट फेरि बाउले भने गुरु सो गुरु रे बान्ने गुरु शैव बान्धव तेषां वाक्य बमानेन दुःख चैव पदे पदे गते रण्ये त्वयि प्राप्ते रुदन्ति पिति मातर महाभारम परित्यज्य कथम यातोसि मे सुतः। अब बाउले भन्नुहुन्छ गुरुले भनेका वचनलाई चाहिँ मान्न पर्छ अरे, बाउआमाले भनेको वचनलाई मान्न पर्छ अरे। तिनले मानेको भनेको मानिएन भने त्यो आफूलाई चाहिँ समयमा चाहिँ दुःख पाइन्छ। त्यस भएर आफूभन्दा ठुलाले बडाले भनेको मान्नुपर्दछ। आचार्यबाट अब यति अब बाउआमाले छोराले यति पूजा गरेपछि अब चाहिँ गुरुले भन्नुहुन्छ देहि पितृ हृदम कष्टम किंस्वर्गम पितृदैवतम कागतिश्च भवेत् पुत्र पितृ सन्तोरणम विनाः माता गंगा समा तीर्थम पिता पुष्करमेव च गुरु केदारकम तीर्थम माता तीर्थम पुनः पुनः माता तीर्थम पिता तीर्थम सो जनबान्धव। आमा पनि तीर्थ हुन्छन्, बा पनि तीर्थ हुन्छन्, अब गुरुहरू पनि तीर्थ हुन्छन्, बन्धु बान्धव सबै ठुला बडाले भनेका वचनहरू पनि तीर्थ समान मान्नु अरे। त्यस भएर एतद्भाग्यम मवै भोक्तम जानिहम हितकारणम उत्साहम वृद्धि माङ्गल्यम गुरुपुत्रम गृहे वसम। त्यस भएर अब आफ्नो नियम पालना गर्न त जानै पर्छ भनेर गुरुले पनि ल हुन्छ जान पर्छ, अब जति दुःख कष्ट परे पनि गएर आउन पर्छ भनेर गुरुले भनेपछि बल्ल बाबुआमाले पनि हुन्छ त गुरुले भनेपछि हामी त के भनौँ र, हामी त अब छोरालाई पठाउने मनै थिएन, अब त्यति भन्नुहुन्छ भने ल गए त छोरा अब हामीलाई सम्झेर आए नबिर्से भनेर बुवाआमाले पनि हुन्छ भनेर चाहिँ बिदा दिनुभयो। ल अब बुवाआमालाई ढोक गर्ने, हजुरबालाई ढोक गर्ने, गुरुलाई ढोक गर्ने, यहाँ भएका सबैले नमस्कार गर्ने, त्यहाँबाट चाहिँ जाने र आउने झट्टै फर्किएर अलिअलि बाटा खर्ची हालिदिनु पर्यो झोलीमा। बतास भाइ थोरै भाडा छैन, धेरै टाढा जान्न होइन बाबु। मङ्गलबाडी पुगिन्छ 50 रुपैयाँले। बलियो हुन्छ केरा छैन, अर्कोलाई पनि खुवाइदेऊ। ल्याउनु न ल केरा आइज यता उठ। किलो केरा एक कुन्टा देऊ, केरा पनि खाऊ एक कुन्टा खानुपर्छ। ए सुने गुरुले के भन्नुभयो, शिव मन्दिर पुग्ने अरे माथि नजिक पर्दैन यता जेठबाहरूलाई सबलाई फुपू हजुरआमाहरू यता यता साइडमा यता यता हजुर